हेलो हाई दर्शक नमस्ते सम्पूर्णमा म तपाईहरुमाझ अहिले सामाजिक सञ्जालमा एकदमै चर्चामा आइरहेको एटिट्युड देखाइराख्नु भएको छ हाम्रो अहिलेको वर्तमान प्रधानमन्त्री बालेन शाहज्यूले जनताको आवाज सुन्न नसक्ने हाम्रो देशको प्रधानमन्त्री हुन सक्दैन र जनताले मान्न पनि सक्दैन। जुन जनतालाई चाहिँ यस्तो नबोल्ने जनताको कुरा नसुन्ने सरकार चाहिएको होइन। यदि माननीय अर्क साम्पाङज्यूको कुरा गर्दाखेरि उहाँले एकदम आक्रोशित हुनुभयो यताउता भन्ने मैले सामाजिक सञ्जालमा देखेको थिएँ। जनताको आक्रोशित पोख्नु भएको, जनतालाई गर्ने माया ममता त्यही पोख्नु भएको। नियम के छ तपाईले सिकाउनु पर्दैन हाम्रो माननीय अर्क साम्पाङज्यूलाई। तपाई आफै सिकेर अर्क साम्पाङज्यू मार्फत कसरी विकास गर्न सकिन्छ, के गर्दा जनता खुसी हुन्छ भन्ने बारे अध्ययन गरेर अर्क साम्पाङ मार्फत लगायत बुक पढेर दक्ष भएर चाहिँ सभासदमा बोल्नु आउनु होला। धन्यवाद। जय नेपाल, जय देश, जय माटो।